ल के छ त साथीहरू, आज म तपाईहरूलाई मेरो जीवनमा घटेको एउटा अद्भुत अनुभव सुनाउन गइरहेको छु। त्यो दिन के भएको थियो र त्यो घटना साँच्चै थियो कि मेरो भरमा मात्रै थियो, त्यो कुरा आजसम्म पनि मैले बुझ्न सकेको छैन। यो कुरा आजभन्दा 5 वर्ष अघिको हो। त्यो समयमा म एम्बुलेन्स चालकको काम गर्थेँ। साधारणतया मेरो समय बिरामी ओसार पसारमै बित्ने गर्थ्यो। यस्तै क्रममा एक दिन धरानबाट तेह्रथुम डिस्चार्ज भएको बिरामीलाई लैजानु पर्ने भयो। म सबै कुरा मिलाएर बिरामी बोकेर तेह्रथुमतिर लागेँ। बेलुकाको लगभग 2 बजेको समय थियो। मैले धरानबाट तेह्रथुम तर्फको यात्रा सुरु गरेँ। बिरामीका आफन्तहरूसँग गफ गर्दै बाटो काट्दै गयौँ। धरानदेखि बसन्तपुरसम्म त बाटो सजिलो थियो, पिच पनि राम्रो थियो। तर त्यसपछि मामनुङ जाने बाटो ठाउँ ठाउँमा कच्ची र गाह्रो थियो। जसोतसो गर्दै बिरामीलाई उसको घरसम्म पुर्याउन सफल भए। त्यति बेला रातको 9:30 बजिसकेको थियो। बिरामीका आफन्तहरूले भने, अब रात पनि परिसक्यो, बाटो पनि कठिन छ, तिमी पनि एक्लै छौ, बरु आज यतै बस, भोलि बिहान मात्र जाऊ। उहाँहरूको कुरा ठिकै थियो, तर मेरो दाइको बिहे पर्सि पल्टै हुँदै थियो। त्यसैले जसरी पनि भोलि पल्ट धरान पुग्नै पर्थ्यो, किनभने मैले बिहेको लागि 1 हप्ताको बिदा मागेको थिएँ। भोलि नै गाडी अर्को साथीलाई बुझाउनु पर्ने भएकाले म त्यही रात फर्किने अठोट गरेँ। त्यसपछि गाडी लिएर म आफ्नो बाटो प्रस्थान गरेँ। करिब 11:15 बजिसकेको थियो। जिरीखिम्तीबाट उकालो चढ्दै थिएँ। राम्रोसँग वर्षा नभएको कारण गाडी फस्ने समस्या भएन। बिस्तारै म आफ्नो गन्तव्यतर्फ अघि बढ्दै थिएँ। लसुने पुग्न लाग्दा बाटोमा केही मानिसहरू हिँडिरहेको मैले देखेँ। यति राति यति मानिस कहाँबाट आएका होला भन्ने सोच मेरो मनमा आयो। उनीहरूको नजिक जाँदा देखेँ उनीहरूले सेतो च्यातिएको कपडामा कसैलाई बोकिरहेका थिए। म एम्बुलेन्स चालक, कहीँ गम्भीर समस्या परेछ कि भन्ने सोचेर म अलिक अगाडि गएर गाडी रोकेँ। भिड मेरो अगाडि आइपुग्यो। मैले एकजनालाई सोधेँ, दाइ के भएको हो? उनले जवाफ दिए, हाम्रो गाउँकी छोरी बिरामी भएकी छ, त्यसैले बोकेर अस्पतालतिर लाँदैछौँ। मैले फेरि सोधेँ, बिरामीको अवस्था कस्तो छ? उनले भने, धेरै नै गाह्रो छ बाबु। यो सुनेपछि मलाई दया लाग्यो। मेरो सानो सहयोगले बिरामीलाई सजिलो हुन्छ भने किन नगर्ने भनेर मैले प्रस्ताव गरेँ। मैले भने, गाडीमा सबै मान्छे अटाउँदैनन्, बरु बिरामी र उनकी आफन्तलाई म एम्बुलेन्समा पुर्याइदिन्छु। त्यसमा तिनीहरूले भने, तर दाइ गाडीमा लैजान पैसा छैन, हामीसँग उपचार गर्ने अलिकति पैसा मात्र छ। मैले जवाफ दिएँ, पैसा पर्दैन, सहयोग मात्रै गर्न खोजेको हुँ। त्यसपछि बिरामी, उनकी आमा र दिदीलाई गाडीमा चढाइयो। बाँकी मानिसहरू फर्कने तयारी गर्न थाले। अनि मैले गाडी अघि बढाएँ। केही टाढा पुगेपछि म पछाडिको ऐनामा हेरेँ अनि म अचम्म भए। त्यो मान्छेहरूको भिड देखिँदैनथ्यो। उनीहरूले बोकेको बत्ती पनि निभिसकेको थियो। यति छिटो कहाँ हराए होला मनमा नै सोचे। फेरि अघि बढेँ। बाटोमा अन्धकार मात्र थियो। मैले बिरामी कहाँ पुर्याउने हो भनेर आमालाई सोधेँ। आमाले भन्नुभयो, बसन्तपुरसम्म लैजानुपर्छ, त्यहाँ सामान्य उपचार हुन्छ, नभए तल गोपामा लैजानुपर्छ। मैले गाडी चलाउन थालेँ, तर बाटो लामो हुँदै गयो। रात भएकै कारण होला, जति चलाए पनि कहिले लसुने आइपुगे जस्तो लागेन। झन्डै 1 घन्टा गाडी चलाएँ, तर लसुने आएन। स्पिड मिटरमा हेरे 50 मा गाडी चलिरहेको थियो। म अचम्ममा परे, के म बिस्तारै चलाइरहेको छु कि? मैले मनमा नै सोचे। यस्तै कुराहरू सोच्दै गर्दा मैले त्यतिखेर मेरो पछाडिको ऐनामा हेरेँ। बिरामी त देखिन्न। म आतिएँ अनि छिट्टै फर्केर हेर्दा बिरामी र उनकी आमा भने बसिरहेका थिए। तर दिदी भने अजीब नजरले मलाई हेरेर बसिरहेकी थिइन्। मनभित्र चिसो डर पस्यो, तर आफूलाई सम्हालेर चुप लागे। धेरै बेर गाडी चलाएपछि थकाइ लाग्यो। फेरि आमालाई सोधेँ, आमा यत्रो घन्टा भयो मैले गाडी चलाएको, खै त लसुने आइपुग्दैन त? आमाले भन्नुभयो, होइन के भन्छौ हौ भाइ, लसुने त धेरै अगाडि नै काटिसकिएको हो त, हामी त अझै अघि बढिरहेका छौँ। मैले चकित भएर वरिपरि हेरेँ, न त घरहरू थिए न त बत्ती बलिरहेको। अझै अचम्म लाग्न थाल्यो। त्यति बेला बिरामीको छेउमा बसेकी दिदी अचानक गायब भइन्। म तर्सिएर गाडी रोकेँ। आमालाई सोधेँ, अनि त्यो दिदी त कहाँ गइन्? आमाले भनिन्, कस्तो दिदी बाबु, यहाँ त हामी 2 जना मात्र छौँ, तेस्रोको चढेको थियो र? म झन् अचम्ममा परेँ। तर मैले त बिरामीको दिदी भनेर देखेको थिएँ त। आमाले शान्त स्वरमा भन्नुभयो, बाबु हामी 2 जना मात्र चढेका हौँ। त्यसो हुँदै बिहानको 4 बजिसकेको रहेछ। त्यसपछि आमाले भन्नुभयो, बाबु गाडी यही रोकिदिनु है, हामी यही झर्छौँ। मैले अचम्म मान्दै भने, आमा तपाईहरू अस्पताल जानुभएको होइन र? बिचैमा किन झर्ने?
तर आमाले अडान गर्दै भन्नुभयो, अब हामी यही झर्छौँ। बाबुलाई धेरै दुःख दिनु भएन। म अझै अचम्मित भएँ, किनभने गाडी धेरै बेर चलाउँदा पनि न लसुने पुगेको थिए न बसन्तपुर। झन् आमा र बिरामी पनि बीच बाटोमा झर्छु पो भन्छ। त्यसपछि आमाले बिरामी सहित गाडीबाट झरिन्। तर मैले हेर्दा बिरामी पनि उत्रिएर हिँडे। म चकित भएर चारैतिर हेरेँ, म त त्यही ठाउँमा रहेछु जहाँबाट बिरामी चढाएका थिए। यत्रो घण्टा गाडी चलाए तर गाडी त्यही ठाउँमा पो रोकिएको रहेछ। अनि म आफै गहिरो सोचमा डुबे, के म सुतिराखेको थिएँ र कि सपनामा देखेको थिएँ, कि साँच्चै त्यस्तो रहस्यमय घटना भएको थियो। म अचम्म भ्रममा परे। त्यसपछि हतार हतार गाडी स्टार्ट गरेर अघि बढे। माथि लसुने पुग्दा एउटा होटल खुलेको रहेछ। त्यहाँ बसेर चिया पिएँ र त्यो घटनाबारे सोच्न थालेँ। आजसम्म पनि म त्यो बाटो हिँड्दा त्यो रात सम्झेर डराउने गर्छु। साथीहरू, तपाईलाई यो घटना कस्तो लाग्यो? कृपया प्रतिक्रिया दिनुहोला। म फेरि पनि नयाँ कथा लिएर आउनेछु।